सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग इसमे आशिष पौडेल। अनि हामी चाहिँ अहिले भट्टे च्यानलको चाहिँ भट्टे च्यानलको लागि एउटा कन्टेन्ट चाहिँ क्रिएट गर्दैछौँ। अनि ऊ भट्टे च्यानलको मालिक चाहिँ उहाँ छन् ऊ होइन। अनि ठक्क लाएर अहिले चाहिँ हामी यता लेकतिर आएको छौँ। ठक्क लेकतिर आएको हेर्न सक्नुहुन्छ लेक कति राम्रो छ। अनि भट्टे च्यानलको मालिक अनि उहाँ चाहिँ ऊ सोध्न हिँडिरहेछन् च्यालेन्ज खेल्न पाउँछु कि खेल्छौ कि नै भनेर। टक्कै भट्टे च्यानल साई हो एकदम रजाउँदो रहेछन् होइन। अनि यहाँ चाहिँ हाम्रो भेडी छन्। हो त्यहाँ चापी खसेछ नि त त्यहाँ यी चापी। सो अनि हामीले चाहिँ जम्मा दिन 2 घन्टा यति त लगभग भयो होला। 2 घन्टामा लगभग भिडियो खिचेको भनेको जम्मा 3 जनासँग हो। 3 जनासँग माने 1जनाले मात्र पैसा जितेको छ, 2 जनाले चाहिँ जितेको नै पैसा जितेनन्। अनि त्यसपछि चाहिँ यो आज कति ए भोलिको फेस्टिभल हुने छैन के भोलि क्यान्सल गरे नोटिस त्यत्रो भोलि ल्याएको नहुने भनेर। सो द्याट्स वाइ हामी चाहिँ अहिले यहाँ छौँ। अनि यहाँ टुरिस्ट एउटा गोराले चाहिँ फेस्टिभल हुन्छ कि नै लेक साइडमा भनिरहेको रहेछ। अनि त्यो गोराले चाहिँ अनि हामीले चाहिँ हुन्न भन्यौँ किनभने निर्वाचन आउँदैछ नि त। भोट फर बालेन चाहिँ घन्टी होइन र बालेनलाई चाहिँ भोट दिनु पऱ्यो त्यही हो कुरो। अरू चाहिँ अब यही हो यत्रो मान्छे छन् तर हाम्रो रिजेक्सन मात्र खाइएको छ अहिलेसम्म। 50 जनालाई सोध्यौँ होला 50 जनाले रिजेक्सन दिएका छन् होइन। त्यही हो अब हामी चाहिँ त्यही रिजेक्सन नखाऊँ भन्ने कुरो हो। टक्क लाएर आज चाहिँ मैले अफ गरिदेऊ दोस्त अफ गरिदेऊ। अनि टक्क भट्टे च्यानलको चलाउन लास्टै गाह्रो भयो आज चाहिँ पब्लिकमा। आएपछि पो यहीँ केटाहरू थियो यिनीहरूलाई मेरो साथी भनेर भनेको थिएँ मेरो पो जिताइदिउँ न त 2टा भिडियोमा एउटा हाल्दिउँ ल सजिलो थियो। त्यसपछि चाहिँ त्यही हो कुरो होइन। अहिले चाहिँ यहाँ सोध्नु जाँदैछन् केटाहरू कसरी होइन कसरी सोद्धा रहेछन् त्यो पनि देखाउँछु। अनि त्यसपछि हामी कन्टेन्ट सुरु गर्छौँ। सो यो चाहिँ मैले सामसुङ S24बाट चाहिँ भिडियो खिचेको। प्लसको हामीलाई थाहा हुन्न हाम्रो सिधै माइनस हो, माइनस मात्र हुन्छ। केमिस्ट्रीमा नि माइनस भयो मौसमको सिधै 60बाट सिधै 34मा। सो यसो देखान्